दर्शकबिन नमस्ते। नेपालबाट हेरिरहेका सम्पूर्ण आमा बुबा दिदी बहिनी दाजुभाइहरूमा म हार्दिक नमस्कार भन्न चाहन्छु। यति बेला देशमा बजेट भाषणसँगै नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै विभिन्न बाहनामा प्रधानमन्त्रीको उत्तर खोज्दै सभाहाल संसद तातिरह्यो। त्यसकै बाजबुत प्रधानमन्त्री बालेन्द्र शाह संसदमा प्रश्नोत्तर कार्यक्रममा आएर हिजो भर्खरै आफ्नो सभासदका प्रश्नलाई उत्तर रोस्टमबाट उत्तर दिनुभयो। उत्तर दिने क्रममा उहाँले विभिन्न प्रश्नको उत्तर दिने क्रममा जब देशको एउटा सार्वभौम सम्पन्न संसदमा बसेर देशको भूमिको बारेमा प्रश्न आयो, उहाँले एकदमै हल्का, एकदमै निराशजनक र एकदमै नेपाली जनताको मनमा चोट पुग्ने खालको उत्तर दिनुभयो। यो के भन्ने थियो भने आजको मितिसम्म भारतले कुनै पनि दिन औपचारिक रूपमा नेपालले हाम्रो भूमि, हाम्रो जग्गा अतिक्रमण गरेको छ अथवा मिचेको छ भन्न कहिले पनि नहुनेको विषयवस्तुलाई उहाँले संसदले हाम्रा लिपिलेख सुस्ता कालापानी हाम्रो लिपि अधुरा कहिले फिर्ता हुन्छ प्रधानमन्त्रीज्यू अथवा यसका विषयमा कहिले बहस हुन्छ भारतसँग भनी राख्दा हामीले पनि अथवा नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर उहाँले एकदमै हल्का टिप्पणीको रूपमा उत्तर दिनुभयो। यसैले अहिले भारतका मिडियाहरूदेखि लिएर भारतका केही प्रधानमन्त्रीका सल्लाहकारहरू मुनिहरूदेखि लिएर तातिरहेको छ भने नेपालका हरेक मिडियाहरूमादेखि लिएर जनतामा पनि यो विषय तातेको छ। किनकि यो एउटा सीमा जस्तो संवेदनशील विषयमा हल्का पारामा एउटा सार्वभौम सम्पन्न मुलुकको सभासदको हलमा बसेर प्रस्तुत हुने प्रधानमन्त्रीको कूटनीतिक मर्यादाको उल्लङ्घन हो। नेपालले भारतको सिमाना मिचेको यो सत्य हुँदै होइन, यो छँदै छैन। होला 10 गजा क्षेत्र भनेको दुवै देशकोमा पर्ने सिमाना हुन्। त्यो सिमानामा खेती गर्ने कुरामा, क्रस होल्डिङ हुने कुरामा, क्रस अकुपेन्सी हुने कुरामा, ल्यान्ड अकुपेन्सी हुने कुरामा केही भारतका चाहिँ खेतीपाती अथवा कुनै हाम्रा नेपाली जग्गाहरू आएका छन् भने 10 गजा क्षेत्रका केही उतातिरका क्षेत्रका जग्गाहरू नेपाली जनताहरूले ओगटेका छन् अथवा खेतीपातीका रूपमा प्रयोग गरेका छन्। यो हुनसक्छ, तर त्यसलाई सामान्य भाषामा हामीले हाम्रो नेपालले जग्गा अतिक्रमण गरेको भनेर भन्नु एउटा कूटनीतिक मर्यादा, एउटा सामान्य चियापसलमा बसेर गरेको गफ जस्तो यो कदापि सही हुन सक्दैन। किनकि यो बोली एउटा सामान्य जनताको होइन, यो बोली देशको 2/3 सरकारको प्रधानमन्त्री बालेन्द्र शाहको हो। त्यसैले उहाँको यो बोलीलाई हामीले कुनै पनि हालतमा किमार्थ यो सत्य होइन भन्न चाहन्छु। त्यस्तै हामीले कुनै पनि दिन हामीले कोही होइन कि लिपियाधुरा, लिपुले, कालापानी जस्ता चिजहरू हामीले 10 गजाका केही कुराहरू, केही अकुपाई होल्डिङ गरेको कुरामा, क्रस बोर्डर अकुपेन्सी गरेको कुरामा हामीले त्योसँग हामीरा लिपियाधुरा, लिपुलेख र कालापानीहरू हामीले साट्न सक्दैनौँ। प्रधानमन्त्री, वास्तवमा भारतले हाम्रा जग्गाहरूमा हाम्रो अनुमति बिना नेपाललाई नसोधिकन जुन एउटा चाइनासँग बोर्डरमा एउटा चाहिँ व्यापारिक सम्झौता गरेको छ, त्यो हाम्रो जग्गा अतिक्रमण हो। जसरी भारतीय सेनाहरूले कब्जा गरेर बिओपी राखिएका छन्, सरकारी संरचनाहरू निर्माण गरेका छन्, एसएसपी पोस्टहरू, सैनिक पोस्टहरू राखेका छन्, त्यो भने के हो त? त्यो जग्गा अतिक्रमण हो। त्यसैले हामीले वास्तवमा भन्नुपर्दा यति बेला उहाँले भनिरहेको कुरालाई केही जनताहरू, केही उहाँका समर्थकहरू यो कुरा सत्य हो, यो कुरा सही हो, यो कुरा हामीले भारतको चाहिँ जग्गा मिचिरहेको छौँ भनेर त्यसलाई सत्य देखाउनको निम्ति हिँडिराख्नु भएको छ। प्रधानमन्त्री संसदमा उभिएर आफ्नै देशको विरुद्धमा अभिव्यक्ति दिइरहँदा अनि त्यहाँ रहेका जनताहरू परमट जुटाउन जान्छन्। आजसम्म कुनै पनि मुलुकमा मैले यस्तो देखेको छैन प्रधानमन्त्री अथवा देशको प्रमुखले राष्ट्रघाती विषय बोलिराख्दाखेरि त्यस विषयको प्रमाण जुटाउन जनताहरू लागि परिरहेको यो विरलै मात्रामा देखिने चिज हो। यो संसारमा सायदै देखिन्छ। आज यस्तो यो देखिरहँदा म एउटा नेपाली हुनुको नाताले, एउटा युवा हुनुको नाताले पनि मेरो मन भक्कनिएको छ। किनकि यो स्टोपेल अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार पनि यसरी संसदमा बोल्दा भोलि भारतले हाम्रा जग्गाहरू यो हो भनेर भनिराख्दा त्यसमा हामीले फेरि यो होइन है भनेर आफूलाई फाइदा नहुने भएपछि होइन भन्न सकिँदैन। स्टोपेल सिद्धान्त, अन्तर्राष्ट्रिय स्टोपेल सिद्धान्तले पनि यो भनिरहेको हुन्छ। त्यसैले म भन्छु, हामी आवेगमा, हामी आवेशमा अथवा भिडमा गएर होइन, हामी चेतना, हाम्रो विवेकले, हाम्रो चाहिँ बुद्धिले काम गर्नुपर्छ। हामीले कोही मान्छेको
विरुद्धको निम्ति कोही मान्छेलाई विरुद्ध गर्नको निम्ति विरोधको लागि विरोध गरेर मात्र हुँदैन। अस्ति भर्खर सन् 2025मा थाइल्यान्डकी प्रधानमन्त्री सिना ब्रताले कम्बोडियाको प्रधानमन्त्रीसँग कुरा गर्ने क्रममा आफ्नो देशको केही गोपनीयताहरू, आफ्नो देशको सैनिक प्रमुखको बारेमा बोलेका कुराहरू, कम्बोडियाका प्रधानमन्त्रीलाई अङ्कल अथवा काका भनेर चाहिँ गरेको सम्बोधनले गरेका कुराहरूमा आफ्नो देशको सैनिक शासनको विरुद्धमा आफ्नो देशका केही व्यक्तिहरू मेरो विरुद्धमा छन् अथवा मलाई विरोध गर्छन् भन्न बोलेको कुरा जब बाहिर निस्कियो सन् 2025मा थाइल्यान्डकी प्रधानमन्त्रीलाई त्यहाँको सर्वोच्च अदालतले नै परमलाई बर्खास्त गरेको नजिर हामीसँग छ। 1 वर्ष अगाडिको नजिर हामीसँग छ। त्यसैले फेरि पनि प्रधानमन्त्रीले त्यही रोस्टममा त्यही प्लेसमा गएर मैले यो बोल्दाखेरि केही मेरा शब्दहरू बिग्रिएका हुन् अथवा यो मेरो गलत थियो भनेर त्यसको माफी माग्न जरुरत छ। होइन भने अस्ति भर्खर थाइल्यान्डमा भएको नजिर हाम्रो देश नेपालमा नहोला भन्न सकिँदैन। म चाहन्छु तपाईहरुसँग बहुमत छ, 2/3 सरकार छ, नेपालीहरूको आशा छ, चाहना छ, तपाईहरुसँग इच्छा छ, त्यो पूरा गर्नेतिर लाग्नुस्। होइन भने तपाईहरु एउटा सार्वभौम सत्ता सम्पन्न सभा हलमा त्यहाँका जनताले चुन्न पठाएको मुलुकको सम्बन्धमा हल्का टिप्पणी लिएर अरु तपाईहरुले दिनुभएका उत्तरहरुप्रति पनि मेरो अझै गुनासोहरू थिए, तर सबभन्दा मुख्य मुद्दा यो देशको भूमि, देशको राज्यसँग भएको कारणले गर्दाखेरि देशको भूमि र राज्यसँग भने एक चुट पनि लेना देना हुँदैन। होइन भने तपाईले देखाइदिनुस् कुन भूमि नेपालले मिचेको छ, फिर्ता गरौँ। हामी प्रष्ट सार्वभौम नीति भएको मुलुक हो। हामी विदेशीहरुको हामी चाहिँ क्लियर नीति, हामी चाहिँ त्यो एउटा चाहिँ फर्गेन जुन एउटा फर्गेन पोलिसी छ, ब्यालेन्स फर्गेन पोलिसीबाट चलेको नेपाल हो। भूमि मिचेको रहेछ भने फिर्ता गर्न तयार छौं। तर पनि अब यो न विगतमा यस्ता प्रधानमन्त्रीहरु कोही प्रधानमन्त्रीले बोल्नु भएन, विगतका प्रधानमन्त्रीहरुले बरु सार्वभौम सानो ठुलो हुँदैन, देश सानो ठुलो होला, विकास सानो ठुलो होला, देशका एरिया सानो ठुलो होला, देशको समृद्धि सानो ठुलो कुरा, तर सार्वभौम भन्ने कुरा सानो ठुलो हुँदैन भनेर विगतका प्रधानमन्त्रीहरुले बोल्नुहुन्थ्यो। तर आज तपाईले नेपालको प्रधानमन्त्री भएर भारतका पक्षमा बोलिरहँदा यो कदापि हामी जस्ता नेपालीहरुलाई, युवाहरुलाई, सम्पूर्ण नेपाललाई यो किमत सामर्थ्य हुने छैन। तपाईले माफी माग्नुपर्छ। होइन भने यसको चर्को मूल्य पर्न चाहन्छ। हस्त नमस्कार।